आज हामी यो भिडियोमा खाना पकाउने ग्यासमा आगलागी भएमा कसरी निभाउन सकिन्छ भन्ने विषय एउटा नमुना देखाउनेछौँ। जुन हामी दैनिक घरमा खाना पकाउने ग्यासमा यदि अचानक आगलागी भयो भने यसलाई कसरी निभाउन सकिन्छ, सजिलो तरिका के हुन्छ, यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनेछौँ। यदि तपाईको यसरी ग्यासमा आगलागी भयो, आगो परिरहेको छ भने जुन पाइप हुन्छ ग्यासबाट सुरुमा लिएको पाइप, त्यो पाइपलाई बिस्तारै हलुका हाल्दै छोपिदिनु भयो भने त्यसको मुखनेर आफै आगो नियन्त्रण हुन्छ है। सजिलो तरिकाले तपाईले जहाँबाट ग्यास लिक भएको हुन्छ अथवा त्यो जुन पाइप हुन्छ त्यो पाइपको पाल अगाडिको मुखमा पालमा भिडियोमा देख्न सक्नुहुन्छ, त्यो चाहिँ छोपिदियो भने हुन्छ। भने अर्को आइडिया भनेको यो पनि हो। यो पनि बहुत सजिलो तरिका। यदि तपाईको ग्यास खाना पकाउने ग्यासमा आगलागी भयो भने तपाईले जुन ग्यासबाट चुलोमा लिएको पाइप हुन्छ त्यसलाई भाँचिदिनु भयो भने बीचमा तलमाथि ग्यास नसर्ने गरी भाँचिदिनु भयो भने पनि सजिलै आगो नियन्त्रण गर्न सकिन्छ।